थाल्यो भाइ खाना खाउँ अब अय्या भोक लाग्यो दे आहा दे मैं ठड्याउँला जा ओ दाजु तिउन के ल्याऊ त यो थालाउँ त तिउन मैले बा डिक्ची तर मुना तले म खोजी गएँ भने त्यो लानु डिक्ची रात के स्याल लियो केले कोकर पर फाली एसियो पानी गट तल लोडा छ म त्यो डिक्ची क्याले भलै छ छरा धोकाल यो स्यालकिरिया पनि बिमानी जबै आई थल केही राख्दैन केही राख्दैन चाहिँ परमेश्वर नारायण भगवान फारतिर उदो दिया आहा दे पुण्य वही नै नि उही डाडुले भात उही डाडुले ट्युन गर्नुपर्ने छ के न्युस राख्यो यार केही राख्दैन अहिले मच्चा लिदियो मच्चा कुनै टुका फाल्दियो कहाँ फाल्दियो घरबाट फेरि पठाइदेऊ भने ओ भयो भयो दाजु भयो भयो पोखिएला दे खाऊ नुन कस भाइ नुन देऊ ठिक छ दाजु ठिक छ एकदम ठिक छ ठिक्क छ नुन अलुने भएपछि चर्को भयो भने त्यो पानी त्यसैले मान्दैछ दिउँसो क्या पानी छ टाढा पानी दिने डिक्चीमै पुग्यो कोकडौँ त पका तिउन अझै थाल हाले ए थालाउँ त तिउन कहाँ त कोकडौँ त भाल्ला त के गर्दा हौ ए जा दे अरे नारायण असल भएछ बुनम्बा खानु जब आयो भने खुवादी लाग्दो हो त त्यति गुण के त औ दाजु देऊ घरै चटनी मटनी तरकारी भए पनि साउ खुवाइ लाग्दैन हो क्या हुन्छ बुना नि नुन मच्चा भेट भए पनि हौलो पानी हालेपछि खुवादी बुना भोक मिठो कि भोर्जन मिठो भन्दा खाँच्ची भएछ भाइ भात आलु भाइ नानु भात खा भाइ छोड खाँदैन दाजु खाँदैन नानु खाऊ यतै त खाऊ खाँदैन यी त क्या दे भुदुमण्ड भयो नि त बेलुका क्या खाने हो खाने हुन खाना यति टाढा बाटो छ हामल यति टाढा बाटो ल्याउने मान्दै नै आमा छो नुबा घरमा मुगाउनु होला ल्याउनु होला त कमा खुला गर्ने सकाल रात त्यो बामा दुई बा कम गर्नुपर्छ खाना नुगा गति आउने र कम गर्ने त अचमा गलमा दान भाइ अगान्जी त खानु पर्यो त मलाई कुरा त बुनु ल्याए हामल भन्दा नि बुना घरमा त खानु अगान्जी बुनु ल्याए अगान्जी खाँदैन घरका खाइ त तर उला गन्जी जाऊ बुनाउँदैन नापा नापा खानु ओ बाबु यता कुरा हुने त बुद्धिको कुरा निर भाइ ओ जिया खानु त अगान्जी खानु पर्दैन खानु अगान्जी नुगा काम हुने हो त ठुल्ठा त मन त बुना गुणा नानो खानु बुने हुने हो लबला गात्न मान्दैन नि अनि बुढा बुढा त नै वडी बुना गुला त खानु अगान्जी खानुपर्छ भया ढुटो चिम सपारी बनाएर 2 दिनको जिन्दगी खाना लाइनलाई त्यता हुन्छ यही 1-2 सिधा भात खुम खाइ एक जोल टाला कुम लाइकन क्या हर्का हुन लिनु लाइकन हौट लोग जान्छ बुद्धिको कुरा गर्दा हुनु त हो दाजु टाढा कुडो न हामल बचाइ बचाइ खानु पाए भन्दै अहिले झ्याम झ्याम खाइल्नु बाहा पारिमेला हेर्नु दे पटपुरा जना डाँडामी गयो भने अरे ए भाउ पनि घुइराएर हामल ल्याप हो भन्नुभयो दियाले क्या गर्नुला भन्नु अहिले त जुगजुमाना निगो छ भाइ फोन गरेपछि हेलो यहाँ हाम्रो लाग्यो ल्याउ पो एक दिन मानेर ल्याइकन आउ पो भनेपछि आइजेन अन्त क्या धन्दा मानेर त्यति त सुविधा छ त अहिले जमाना सुन्नु त छ हाल्नु पो टाढा भयो त खबर गर्नु त कामै बेला भन्नु खोजिया त्यही हो कामै बेला नापा नापा खानु अझ बाहा दगुड पुग्नु पनि रात पुगाइलो हुन्छ त्योभन्दा नापा नापा खाएर बाहा खानु पर्यो न मिलाइ खानु हो क्या त दे जाऊ हुँदैन भाइ त्यही त उडाउँदैन तिम्रो मान्दैन नानी भात छोड तिमी कहिले कुम खाऊ यो यत नानु अहिले त अगाइगिए दाजु अहिले त अगाइगिए अगान्जी खाऊ तुन्देलमा कठाई भाइ त्यही त कुरा कुण्डाउँदा ठुल खाँदै मन्ड नि यता ठुल खाँदै मन्ड खाना पेट आहारा कुम्ब लागे नटुने उठ जाने यो खाना अगान्जी खानु हुनु त खाना अगान्जी खानुपर्छ
तर टाढा कुरो मिलाइ खाएपछि भुनिए आउँ क्या दाजु। हो तुम्हारा हाँचा त हाँचा हुन् तर खाना अगन्य खानु भाइ हेर्नु क्या काम नि गर्नु लोग्ने खानाले खानु अगन्य खानु क्या छ त ए अलमला अलमदा टुनक्क खायो काममा लाग्ने बेला निको मस्कत गरी काम गर्नु खाना अगन्य खानु भाइ 2 दिनको चोला कठै भरि क्या दाम पानी छ पानी छ। हो खाऊ घर भइदिहाले लोहडाउँदो पानी हाल्यो बुना काम त भइहाल्यो हौ र बडा कट्टाउँदो पानी एकाइ ताउनु 3 पकाइ थालाउँदो खुनिया आउँदै भात पका काटो कुट्टा दिन काट्नु पनि खाना बाटो। खाना बाटो ए छरा आगो यो छरा मुख पोल्नु यो धुकामा हालिदिएर आउँदो छरा मुख पोल्नु यो